जियोस् 1 करोडको बाटो हो यो 1 करोडको बाटो रोड त हबीबी दुबई दुबई भन्ने भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब हेलो अनि नमस्ते आइ सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ आजको ब्लग स्टार्ट गरिसकेको छु। आज चाहिँ न्यू ब्लग अनि आज चाहिँ म मामा घरतिर छु होइन। अनि यसो बसिरहेको है भर्खर गडाङगुडुङ गरेको थियो अनि पानीको असिना त झ्याम पर्छ पानीको असिना यहाँ। तर असिना झरेको थियो सब सुकिरहेको छ। अहिले भर्खरै फेरि हेरौँ आकाश यस्तो भएको छ अनि फेरि यता घाम लागिरहेको छ कि भर्खरै पानी परिरहेको थियो अनि भर्खरै यस्तै हेर्नु टकटक्कै घाम लाग्यो। यस्तो नै हुँदो रहेछ कि है भर्खरै पानी पनि झ्यामझुम असिना पानी अनि त्यही माथि अनुसारको फेरि घाम लाग्यो यस्तरी लाग्यो घाम एकछिनपछि के हो कसो है त अन्त मामा गरेको छु ल है त गाइस। म चाहिँ अहिले घरतिर हिँडेको होइन मामा घरतिर थिएँ। अब यहाँ चाहिँ यो एनसेलको हो कि अस्तिको टावर छ होइन यहाँ चिन्जाउ त्यहाँनिर। तर युट्युब च्यानल राम्रो गराउन पनि एकदम गाह्रो छ यार भने जस्तो सजिलो छैन होइन। त्यसमा चाहिँ एडिट राम्रो हुनु पऱ्यो है। आफू त अब आफैले भ्लग बनायो आफैले एडिट गर्यो आफैले थम्बनेल बनायो है सबै आफैले गर्ने हो। त्यसैले कहिले कहिले चाहिँ ढिलो हुन्छ छिटो हुन्छ होइन अल्छी पनि लाग्छ कि यार। जब राम्रोसँग भ्लग बनाइरहेको छ अनि भ्लग बनाउँदा पनि भ्युज आएको छैन अन्त अल्छी लागिहाल्छ नि है मलाई लाग्दैन र यार। अब त्यही हो एकछिनपछि अब फेरि कहिले सोलुतिर आउँदा मोरबारतिर गएपछि म फेरि ठक्लक आउँछु है त ठक्लक्कै आउँछु त्यहाँबाट है त पक्कै। यहाँनिर छ टावर चाहिँ है टावर छ। अब गाउँ पनि पाक्न लाग्छ यता चाहिँ है अब है टावर यहीँ छ अनि गाउँ पनि हल्का प्याला भइसकेको रहेछ सोलेतिर चाहिँ यता फाँटतिर चाहिँ। अब हाम्रो घरतिर पनि तलतिर पनि हल्का यस्तै भएको छ हाम्रो घरतिर चाहिँ यस्तै भएको छ। यता चाहिँ हल्का यस्तो प्यालो भइसकेको छ है काट्नु। अब गर्मी पनि सुरु भइसकेको छ अनि अब गाउँ पनि काट्नु पर्ने हुन्छ। तर लास्टै झ्याउ हुन्छ क्या गाउँ काट्ने यार। धानबाट सजिलो हुन्छ होइन तर गाउँ त उब्बर झ्याउ हुन्छ कि। तर बोक्न पनि उही सबै गर्नु उही एकदम बेकार त मलाई लास्टै झ्याउ लाउँछ यार गाउँ काट्ने क्या। अब त्यही माथि गर्मी महिनामा हुन्छ है पास्ने के गर्ने कति हुन्छ कति गाउँ एकदम गाउँ चाहिँ राम्रै भएको छ मजाले गाउँ गाउनु भइरहेको छ कामहरू ए उसै छ गेराउ मटर यसलाई मटर भन्छ मटर हो सर्दी हुनुहुन्छ दाजु बुवाहरूले। यस्तो बाटोमा हिँड्नु मजा आउँछ कि खेतको बाटोमा हिँड्ने मजा आउँछ कि धेरै मजा सर है खेतैमा मोटर बाटो थियो फेरि सानो बाटो यस्तो हिँड्नु मजा आउँछ। मोटर बाटोमा हिँडेको भन्दा यस्तोमा हिँडेको धेरै रमाइलो हुन्छ होइन। टक्कै यस्तो झाम्ली पनि रोडतिर आइसकेको छु म चाहिँ। अब तलतिर गइसकेको है तलतिर के चेक दिन्छ कसो छ होइन। टक्क फेरि आउँदैछु यहाँ चाहिँ मन्दिर छ है सर्व मन्दिर लाग्यो मन्दिर छ ल। अब म तलतिर पुगेपछि के हो कसो तपाईँलाई जानकारी दिँदै गर्छु त्यही तस्को लागि तपाईँहरू सुजेश दरलाई हामी भ्लगमा जोडिरहनु होला। आज चाहिँ म होइन अब हेरौँ न टक्कै हल्का चेन्ज भनेको यही हो कि टक्कै गएर लाएर यहाँ माथि चाहिँ उस लाएर छ कि है टक्क के भन्छ है पर्खालो क्या प्लास्टर लाएर पर्खालो लाएर चाहिँ यो चिन्ज चाहिँ। अनि आज चाहिँ म एक्लो सिङ्गल भ्लग है म एक्लै बाटोमा त्यत्तिकै लहर हिँडेँ। अब खासै बोल्नमा चाहिँ कस्तो लाग्छ कि होइन एक्लै हिँड्दा चाहिँ साथीहरूसँग हिँडेको त धेरै मजा आउँछ यार। यहाँ माथि घर चाहिँ डेन्जर हुँदो रहेछ कि सोलुङमा टक्क एकवटा पऱ्यो घर है। अब यही खिची उडाए पनि बाल लाग्दैन कि होइन साथीहरू भएपछि मजा ढप्प हिँड्न पाइन्छ है रमाइलो है। अब साथीहरू नभएपछि एक्लै भ्लग बनाउनु त लास्टै गाह्रो हुन्छ कि सिर्फ एउटा साथी मात्रै होस् कि भ्लग बनाउँदा हिँड्दाखेरि सँगै बोलेर हिँड्ने पुरा सियर हुन्छ नि होइन रमाइलो हुन्छ। तर एक्लै हिँड्दा चाहिँ त्यही म मात्रै एक्लै फतफताउँदै हिँड्दै हो है लाडो जस्तो है क्यामेरामा
तल चाहिँ स्कुलहरू छ अनि अब बाटो चाहिँ यस्तै हो है कच्ची भयो भने एकदम राम्रो छ नि त हैन कच्ची र पक्कीमा केही फरक छैन यहाँको बाटो चाहिँ बबाल छ के एकदम बबाल त्यही हो अब यहाँ तलतिर चाहिँ अब यहाँ साइडमा चाहिँ स्कुल छ यो स्कुल हो हैन अनि चौकी पनि यहाँनिर छ अनि त्यहाँ तलतिर चाहिँ कुडर गाउँ भयो यहाँ त्यही सर आज चाहिँ आकाश एकदम सफा छ है आकाश बबाल छ तलतिर के हो कसो हो टक्क फेरि म आउने छु तपाईँको लागि जोडिरहनु होला मेरो भ्लगमा होइन एक दिन कसम होइन सफल भइन्छ कि सिप बनाउनु पर्यो यहाँ त यो पनि बनाएछ मजाले यो तल किन बनाएको थाहा छ तपाईँहरूलाई खास यो तल बनाएको होइन कि त यो तल गएको हो यो यहीँनिर थियो यहाँ यस्तै माथि थियो है बस्न लाग्यो अनि यो अस्ति नै भयो 1 वर्ष जति भयो क्या हो पहिरो आएर यो चाहिँ तल पुगे भयो तलको तलै भयो चाहिँ है नत्र माथि थियो यहाँ माथि थियो मान्छेहरू बस्थे पानी आउँदाखेरि होइन बुढाहरू आएर मजाले बस्थे पानी आएर यहाँ चाहिँ तल घसेछ उहाँ पुरा स्कुलले कृषि म्यानेजमेन्ट हो कि कृषिले चाहिँ उहाँ मजाले उस भयो के लाउँदैछन् है म तल तर क्यामेरामा देखिएको छैन होला किनकि यो मेरो धेरै जुम गर्न मिल्दैन होइन सस्तो मोबाइल हो तर उहीँ तल नत्र जुम गरेर देखाउँछ भने स्यामसङ ग्यालेक्सीहरू के भएको भए त चक्क होइन यस्तो जुम गरेर देखाइदिन्थ्यो तर होइन नर्मल हो है उहाँ स्कुलहरू छ अनि यता चाहिँ यतातिर चाहिँ उस गाउँहरू भयो बिहा होइन मेरो घर त अब उहीँ तल यो अब है यही हो अब आइसकेको छु फाइन अब चाहिँ ल एकछिनपछि फेरि आउँछ है त म तलतिर पुगेछु के चेन्जिङ भएछ म सब देखाउँछु अब आइफोन भएको एउटा पिरा फेरि के छ भन्दाखेरि यो ठाडोमा एक्टो भने यो ठाडो बोकिरहनुपर्छ जहाँ आइँदा नि यो ठाडै बोकिरहनुपर्छ जहाँ गयो नि यो झुसिहाल्नुपर्ने अनि फेरि गोडाहरूसँग गयो यताउति होइन फोटो खिच्यो तर खिच्छन् फोटो खिचेपछि अनि घर नपुग्न भ्याएन कुकु चार्ज भनेको 1% छ घर नपुग्दै कुकु फोन गरेर हैरान गर्छन् कुकु त्यो अनि के हुन्छ थाहा छ फोटो हाल्दै छिटो फोटो हाल्दै टिकटक हालिदियो यता पोट्यो अनि यहाँ चार्ज नगरेर हैरान भइरहेको छ होइन अनि फेरि त्यही माथि फोन गरेर ल्याङ हान्छ अनि मेरो मोबाइलको ग्यालेरीमा चाहिँ होइन मेरो भन्दा उनीहरूको धेरै फोटो हुन्छ केटाहरूको धेरै फोटो लाताले भुवाकै हाल्नु पठाइदिएको नि फोटो फोन गर्नै पर्दैन होइन अब त्यस्तै हो गाह्रो छ तर मेरो आइफोन चाहिँ खासै राम्रो होइन लो क्वालिटीको हेर्ने यति जोगान छैन यत्तिकै ल्यापटप जुम गर्न मिल्दैन यत्तिकै यो त्यही पनि यो ठाडो गरिनुपर्छ अगाडि बसाउँछ है त झ्याउ मात्रै चाहिँ अब हाम्रो घर माथि है हार्का उहीँ तल हो अनि हाम्रो घर माथिको बाटो चाहिँ अब कस्तो छ भन्दाखेरि सोर्लेको बाटो है हेर्नुहोस् टक्क यस्तरी ठाउँमा पुरा सरर बनाइरहेको छ ढल यहाँ चाहिँ ढाल छ ढल होइन यता पानी यतापट्टि फ्याँक्नु मिल्छ यो पानी चाहिँ यहाँनिर निस्केको छ त्यहाँबाट फाटेर अनि यो चाहिँ माथि जानको लागि टक्क सिँढी बनाएर पनि राखेको छ हेर्नुहोस् यसरी जोस् 1 करोड परेको बजेट हो नि त होइन अझै बाटो पिच हुने छ सिर्फ यहाँ गारा गुरी लाएर मात्रै बनाएको है 1 करोड कति परेको भन्ने सुनेको थिएँ त्यसको लागि चाहिँ अब रोडहरू बन्दैछ टक्कै यस्तो गाह्रो सारा लगाइसकेको छ 1 करोडको बाटो 1 करोडको बाटो है के जे 1 करोडको बाटो हो यो 1 करोडको बाटो सस्तो बाटो होइन यो 1 करोडको बाटो है गाइस 1 करोडको बाटो हो नि त ढक्क यो चाहिँ कलतिर मासितिर गएको छ सर र छ्याङछुङते भएको छ है सर र सर र बनाएको छ कि एकदम 1 करोड ल बजेट परेको बाटो 1 करोड है यो चाहिँ सर र मासतिर पन्टारतिर कतै नि सोले माथिल्लो सोले गर्ने पन्टार कतै निस्किने पिच गरेर सबै सर र पिच हुन्छ है अनि त्यसपछि पिच भएपछि के थाहा छ मजा आउँछ हिँड्न कुकु यताउति अनि यहाँ अब यही बाटो खास जाने उता बाटो हो अनि 6-7 महिना कति 3-4 महिना भएको थियो नयाँ त्यहाँ नआएको आज आएको त रोड त हबीबी दुबई भन्ने भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ खतरा भएर छ नि त है सर भ्युज पनि राम्रो आइरहेको फेरि झलमल हेर्नु आकाश निलै छ नि त त्यही भएर पनि हो भ्युज राम्रो आएको होइन
भ्युजहरुको भ्युज हैन केटा भ्यू भ्यू राम्रो आएको के भ्युज हो खाली मुखमा भ्युज आउँछ कि यार खास भ्यू हो अझै भ्यू तर मुखमा भ्युज आउँछ केही छैन है अब म चाहिँ अब यही नराम्रो बाटो गाउँघरमा भएपछि यतिको बाटो हिँड्न सक्नुपर्छ ड्याम टक्कै होइन मजा हिँड्ने हो त्यो हो बाटो यस्तो बाटो ट्याप 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 हिँड्ने हो कि आइपुग्नु लाग्छु रहेछ पछि आउँछ त घर पुगेपछि कता के हो तर एउटा कुरो चाहिँ हो है केटा गाइड्स केटा हो होइन साथी हो तथा मेरो युट्युब फ्यामिली हो यस्तो बाटोमा हिँड्न मजा आउँछ हेर्नु टक्क टक्क यस्तरी उफ्रिँदै त्यो पिचमा त सर हिँडेको मजै आउन्न कि टक्कै यस्तरी शरीर हल्लुस के हिँड्दाखेरि ढक्क होइन यस्तरी झर्दाखेरि हल्का शरीर यस्तरी फक्लक फुक्लुक भओस् होइन शरीर हलाङ हुर्लुङ भओस् के यस्तरी हिँड्दाखेरि यस्तरी टक्क टक्क बल्ल मजा आउँछ त्यो पिचमा हिँड्दाखेरि शरीरले घटाङ घुदुङ्गै हुँदैन शरीर यत्तिकै नर्मल टाक ट्याक ट्याक यत्तिकै हिँड्नु हुँदा यस्तरी हिँडेको मजा आउँछ यस्तरी फुत्रुङ हिँडेको मजा आउँछ ठक्क शरीर पनि पुरै हलिन्छ होइन जोस जागर आउँछ क्या हिँड्दा पनि मेरो घर चाहिँ आइसकेको छ यही घर आइसकेको छ मेरो गाइड्स घर आइसकेको छ घर त्यही पारी हो त्यही हो ल अब घर पुगेपछि के गर्छ होइन के हो कसो हो तब तक लागि जोडिराख्नु होला मेरो भ्लगमा थाहा पाउने हुनेछ है त।